नमस्ते एभ्रिवान, मेरो नाम थियो उर्मिला पुरी शर्मा। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मेरो चाहिँ यो फर्स्ट छोटो भिडियो बनाएँ, कस्तो के लाग्छ भनिदिनु होला है, सानो कमेन्ट गरेर। हामी चाहिँ जाँदैछौँ ईटानगर रुमबाट आसाम। जाँदा जाँदा भिडियो चाहिँ एउटा सानो गर्छु भनेर नि त, कस्तो के लाग्छ भनिदिनु होला है। यहाँ सागोलीबाट निस्केपछि भिडियो गरेँ कि उहाँको भ्यू चाहिँ मलाई यति मन पर्यो कि के भन्नु। पुरा पाट लागिरहेको थियो, त्यही माथि पानी परिरहेको थियो। मलाई चाहिँ एकदम राम्रो लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो के लाग्यो सानो कमेन्ट गरेर चाहिँ भनिदिनु होला है। त्यहाँबाट चाहिँ म गएँ गुम्फा मन्दिरमा एकछिन घुमिसकेपछि हामी घुमेपछि अनि फेरि गयौँ ईटानगर जू गयौँ। जूमा पनि एकछिन घुम्यौँ, आधा घन्टा 1 घन्टा घुमेपछि हामी घरतिर फर्क्यौँ दुईजनै। आउँदाको भ्यूहरू हेर्नु है गाइस, कति राम्रो छ। कस्तो के लाग्छ तपाईँहरूलाई भनिदिनु है। मेरो यो भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूले भन्न चाहिँ नबिर्सिनु है। अरू मेरो यो भन्दाखेरि के भुल भइरहेछ भने चाहिँ क्षमा गरिदिनु होला। साथमा के भुल भइरहेछ त्यो सुधारिदिनु होला है। फार्स्टचोटि हो नि त गाइस, अलिअलि त भुल हुन्छ नि। सपोर्ट गरिदिनु है हजुरहरूले। थ्याङ्क यू गाइस। मेरो भोइसलाई चाहिँ इग्नोर गर्नु होला है। मेरो भोइस चाहिँ राम्रो छैन, आफैले नै सुन्दा अलिक अप्ठ्यारो लाग्छ, तर भिडियो बनाउन चाहिँ साह्रै